नवशास्त्रीयतावादको परिचय र मान्यतालाई यस भिडियोमा छर्लङ्ग पार्नेछु। नवशास्त्रीयतावाद, नियोक्लासिसिज्म, परिचय र मान्यताहरू। नवशास्त्रीयतावाद युरोपमा विकसित भएको साहित्यिक तथा कलात्मक धार हो जसले प्राचीन युनानी रोमन कला साहित्य र संस्कृतिलाई आदर्श मानेर तिनका सिद्धान्त र मूल्यलाई पुनर्स्थापित गर्ने प्रयास गर्छ। मध्ययुगीन अवस्था र धार्मिक प्रभुत्वपछि पुनर्जागरण कालमा प्राचीन शास्त्रीय चेतना प्रति नयाँ रुचि जागियो। यही शास्त्रीय परम्पराको पुनर्जीवन र पुनर्व्याख्याबाट नवशास्त्रीयतावादको जन्म भएको हो। 17औं र 18औं शताब्दीमा युरोपमा विज्ञान, तर्क, विवेक र बौद्धिक चेतनाको विकास हुँदै जाँदा साहित्य पनि भावनाभन्दा बढी बुद्धि र अनुशासनतर्फ उन्मुख भयो। यसले साहित्यलाई नियमबद्ध, मर्यादित र सन्तुलित बनाउने अभियान चलायो। प्राचीन युनानी दार्शनिक अरस्तुका काव्य सिद्धान्त तथा रोमन साहित्यकारको अनुशासन प्रिय दृष्टिकोणलाई आधार मानेर साहित्य सिर्जना गर्नुपर्ने धारणा स्थापित गरियो। यस धारले साहित्यलाई केवल मनोरञ्जनको माध्यम नभई शिक्षामूलक र नैतिक आदर्श प्रस्तुत गर्ने माध्यमका रूपमा परिभाषित गर्यो। यसैले नवशास्त्रीयतावादलाई तर्कप्रधान, नियमपरक र आदर्शवादी साहित्यिक आन्दोलन मानिन्छ। नवशास्त्रीयतावादका मान्यताहरू। 1 नम्बर, नियम र अनुशासनको आग्रह। साहित्य निश्चित नियम, मापदण्ड र शास्त्रीय सिद्धान्त अनुसार सृजना हुनुपर्छ भन्ने मान्यता। काव्यमा एकता, सन्तुलन र संरचनात्मक स्पष्टता आवश्यक ठानिन्छ। 2 नम्बर, तर्क र विवेकको प्रधानता। भावनाभन्दा बुद्धि, विवेक र यथार्थ तर्कलाई महत्त्व दिइन्छ। साहित्यले अतिरञ्जित कल्पनाभन्दा सन्तुलित विचार प्रस्तुत गर्नुपर्छ भन्ने धारणा राखिन्छ। 3 नम्बर, प्रकृतिको अनुकरण। साहित्यले प्रकृति र मानव जीवनको यथार्थ चित्रण गर्नुपर्छ, तर त्यो आदर्शीकृत, मर्यादित ढङ्गले हुनुपर्छ भन्ने विश्वास। 4 नम्बर, नैतिकता, आदर्शवाद। साहित्यले समाजलाई नैतिक शिक्षा दिनुपर्छ, असल चरित्रको प्रशंसा र दुर्व्यवहारको निन्दा गर्नुपर्छ भन्ने मान्यता। 5 नम्बर, अलौकिक र अतिरञ्जनाको विरोध। असम्भव, अविश्वसनीय, अमानवीय वा अत्यधिक भावुक तत्त्वलाई अस्वीकार गरिन्छ। साहित्य यथार्थ र सम्भव सीमाभित्र रहनुपर्छ। 6 नम्बर, सार्वभौमिकता र सर्वस्वीकार्यता। पात्र, घटना, विषयवस्तु जातीय वा व्यक्तिगत सीमाभन्दा माथि उठेर सार्वभौमिक मानव अनुभवलाई समेट्ने हुनुपर्छ भन्ने धारणा। 7 नम्बर, शैलीगत शुद्धता र सौन्दर्यबोध। भाषा सरल, स्पष्ट र परिष्कृत हुनुपर्छ। छन्द, अलङ्कार, शब्दचयन र संरचनामा शास्त्रीय सौन्दर्य कायम गर्नुपर्छ। 8 नम्बर, काव्य विधाको वर्गीकरण। साहित्यका विधा, महाकाव्य, नाटक, कविता आदि आफ्नै नियमभित्र बस्नुपर्छ। विधागत सीमाको उल्लङ्घनलाई स्वीकार गरिँदैन। 9 नम्बर, सामाजिक आदर्शको प्रस्तुति। साहित्यले समाजमा शिष्टता, मर्यादा र अनुशासनको सन्देश दिनुपर्छ। साहित्यले उच्च र आदर्श चरित्र प्रस्तुत गर्नुपर्ने मान्यता। 10 नम्बर, शिक्षामूलक उद्देश्य। साहित्यको मुख्य लक्ष्य मनोरञ्जनसँगै शिक्षा र उपदेश दिनु पनि हो भन्ने धारणा। यसरी नवशास्त्रीयतावादले साहित्यलाई नियम, अनुशासन, तर्क, नैतिकता र आदर्शको आधारमा व्यवस्थित गर्ने प्रयास गरेको देखिन्छ। यसले मूल आत्मा, शास्त्रीय परम्परा प्रतिको सम्मान र त्यसको आधुनिक पुनर्स्थापनामा निहित रहेको पाइन्छ। नवशास्त्रीयतावादको परिचय र मान्यता सम्बन्धी यस भिडियो तपाईँलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनुहोला।